झापा 5मा बालेन शाहले हार्छन्, घन्टीले हार्छ। यो क्लियर कुरा हो। हेर्नुहोस्, उहाँले जति रिसर्च गर्न लगाए पनि, जति जे गर्न लगाए पनि घन्टी भन्ने कुराहरू बालेन शाह, रवि लामिछाने जस्ता यस देशका टेररिस्टहरू उहाँहरू आतङ्ककारी हो क्या। खासै उहाँहरूलाई जेल हाल्नुपर्ने हो होइन, किन छोडेको छ भन्ने कुराहरू। बालेन शाहले सिंहदरबारदेखि देशको सङ्घीयता जलाउने बालेन शाहको नेतृत्वमा, रवि लामिछानेको नेतृत्वमा नेपाली जनताले यसलाई बुझेकै छैनन् कि यहाँका तपाईँको धेरै पै मान्छेहरूले बोल्नै सकेका छैनन्। रवि लामिछाने र बालेन शाह भनेका संविधान विरोधी हुन् यिनीहरू। लोकतन्त्रलाई जलाएर यिनीहरू फेरि त्यही लोकतन्त्रबाट चुनाव लड्न खोज्दैछन्। योभन्दा ठुलो नेपाली जनताको लागि के ठुलो अपराध के हुनसक्छ, नेपाली जनतामाथिको अन्याय के हुनसक्छ भन्ने कुराहरू चाहिँ प्रमुख रह्यो क्या। हेर्नुहोस्, अर्को कुराहरू के छ भने रासपा भनेको त संविधान विरोधी हो भन्ने कुरा प्रश्न, किनभने सङ्घीयता भनेको संविधानको प्रमुख मूल मेरुदण्ड हो क्या। सङ्घीयताको मेरुदण्डलाई रासपाले जसरी विरोध सङ्घीयता विरोधी भनेपछि समावेशीको विरोधी रासपा, समानुपातिकको विरोधी रासपा, धर्मनिरपेक्षको विरोधी रासपा। रासपा भनेको त केवल एउटा बाहुनको पार्टी मात्र हो क्या, अरू त्यसमा केही ठाउँै छैन कि। हरेक ठाउँमा बाहुनै छैन। हेर्नुहोस्, त्यसमा समानुपातिकको उम्मेदवार हेर्नु, चितवनमा उसले कतिजना बाहुनलाई राखेको छ भनेपछि मलाई म के भन्छु भने रवि लामिछाने जस्तो यदि ठग, सहकारी ठग अनि तपाईँको यो देशको कति 4-5वटा बिहा गर्ने, अमेरिकामा समेत ठग्न छोडेन। हेर्नुहोस्, नेपाल त नेपालै थिएर अमेरिकामा समेत ठग्न छोडेन। अब यस्ता आरोप भयो तपाईँको, अदालतले पुष्टि गरेको छैन। अब यस्तो छ कि चुनावको बेलामा एकअर्कालाई खुइलाएर आफूले भोट तान्ने तपाईँले त्यो नीति होला। तर हेर्नुहोस् त सामाजिक सञ्जालमा सबैतिर रवि बालेनहरूकै बढी चर्चा छ। यस्तो छ, रवि बालेनको चर्चा धेरै टाढा नजाउँ न हामी। फागुन 21 गते टाढा छैन क्या। जनताले, तपाईँले अगाडि भन्नुभयो, जनताले कसरी बुझ्छन् त कुलमानलाई? एमाले छन्, घन्टी छ, अनि तपाईँको माओवादी छ भन्नुभयो। उहाँहरूलाई त सधैँ बुझेका छन् कि त्यहाँ त जातको नाममा राजनीति गर्छन्, धर्मको नाममा राजनीति गर्छन्, अनि तपाईँको के भने फ्यामिलीगत राजनीति गर्छन् मान्छेले। तिनीहरू भ्रष्टाचारी कति छन्, देशलाई कस्तो खाल्टोमा हालेको छन् भन्ने कुरा त नेपाली जनताले बुझेका छन् नि त। त्यो भइसकेपछि त्यसको दोस्रो, अब सबैले लुटिसक्यो यो देशलाई, अब चाहिँ रवि लामिछाने र बालेनले पनि यो देशलाई राम्रोसँग लुटेर कुनै देशलाई नै सम्पिदिनुपर्छ भन्ने कुराहरू उहाँको साइकोलोजी त्यस्तो किसिमको आयो क्या। जस्तै संविधानमाथि वार गर्नु भनेको, देशका कार्यपालिका, न्यायपालिका, व्यवस्थापालिका सर्वत्र जस्ता ठाउँहरू जलाउनु भनेको त बालेन शाह र तपाईँको यो रवि लामिछाने जस्ता मान्छेहरूलाई देशले र जनताले राम्रोसँग बुझेका छन्। रवि लामिछानेलाई अन्तर्राष्ट्रिय ठगको पनि स्टिकर लागेको यहाँहरूलाई जानकारी नै छ होला। अदालतबाट छुटे नि, यस्तो अदालतबाट छुटेपछि त्यो पैसा कहाँबाट आयो अहिलेसम्मलाई त्यसको कुनै प्रमाण पेश गरेको छ त? 9 करोड। अब त्यो आरोप भयो, भोलि अदालतले त्यसलाई हेर्ला। तर अब तपाईँको पार्टीलाई, कुलमानलाई प्रधानमन्त्री बनाउनका लागि तपाईँको पार्टीको चुनाव चिन्ह बलेको चिम बल्ब होइन, त्यसमा किन मान्छेले भोट हाल्ने भन्नुहोस् त? किन हाल्ने? नारा हो त्यो। एक मात्र आधार भनेको कुलमान घिसिङ र उज्यालो नेपाल पार्टी हो क्या। अरू ठाउँमा हेर्नु त अहिले पनि जात र धर्मको भ्रष्टाचारीहरूलाई टिकट बाँडिन्छ, पैसावालालाई टिकट बाँडिन्छ। रासपाले देखिराख्नु भएको छ, आज न्युज व्यापक सोसियल मिडियामा चलिरहेको छ कि जो जति धेरै पैसावाला त्यसले मात्रै टिकट पाउनेहरू, बिचरा जो सङ्गठन बनाउने छन् राजपा कार्यकर्ताहरू, जो म हिजोदेखि म उम्मेदवार बन्छु भनेर जनताहरूको माझमा सपना देखाएको थिए, बिचराहरू उहाँहरूलाई बाइपास गरेर आज ती पैसावालाको पार्टी बनेकै रासपा। कसरी हुन्छ अनि? कसरी जनताले पत्याउँछन् भन्ने कुराहरू रासपा प्रमुख रह्यो क्या। आज हामीलाई कुलमान जस्तो एउटा महान मान्छेलाई बालेन, रवि, सुदन जस्ता तपाईँको यो देशका अपराधीहरूले सक्न खोजेका थिए। हामीले गर्व गर्नुपर्छ कुलमान दाइले सही समयमा। तपाईँलाई त फुस्काइदिनु भयो नि, तपाईँहरू त कति कमजोर राजनीतिमा हेर्नुहोस् त। होइन, हामी छँदै छैनौँ, किनभने यसो छ, हामी सौदामा पक्का मान्छे हो क्या, हामी धोका दिन चाहँदैनौँ। कुलमान दाइ धोका दिन चाहनुहुन्न, उहाँको जिनमै त्यो पर्दैन क्या। जसरी तपाईँको आज रवि लामिछाने, बालेन शाह र सुदन गुरुङले जो गरेको हरकत छ, यो नेपालको संविधान र नेपाली जनतामाथिको ठुलो कोठाला घात हो भन्ने कुराहरू यहाँहरूले बुझ्नुपर्दछ नेपाली जनताले भन्ने हो। ओके, अब अन्तिममा ठिक छ, तपाईँले सुदूरपश्चिममा कमान्ड गरिरहनु भएको छ, कुलमान घिसिङको पार्टीको त्यहाँको इन्चार्ज तपाईँ। सुदूरपश्चिमका 9वटा जिल्लामा
कति मत पाउनुहुन्छ तपाईँहरूले? कति सिट जित्नुहुन्छ? सुदूरपश्चिमका 9वटा जिल्लामध्ये हामीले 9वटा जिल्लामध्ये 9वटै ठाउँमा जित्छौँ हामीले। 9वटा सिट जित्छौँ हामीले। उम्मेदवार उठाउनु भयो? उठाएछन्। जिल्लामा कैलाली जिल्लामा 5वटा उम्मेदवार प्याक छन्, कञ्चनपुरमा 3वटा उम्मेदवार प्याक छन्, अरू पहाडी जिल्लामा पहाडी जिल्लामा बैतडीमा छ, डडेलधुरामा हरेक ठाउँमा मान्छे उम्मेदवार छन्। डोटीमा पनि छन् हैन। हरेक ठाउँमा अहिले तपाईँको मान्छेहरू म भनेर आइरहेछन् टिकट लिनलाई। रासपमा यो उज्यालो नेपाल पार्टीमा त मान्छेहरूको लहर छ, मलाई टिकट दिनु पर्यो हजुर, म तपाईँको कुलमानको फ्यान हो, कुलमान नै यो देशलाई बनाउने हो भनेर चाहिँ जनताहरूलाई कुलमानको टिकट, कुलमानबाट बलेको चिमलाई यदि तपाईँले टिकट पाउनुहुन्छ भने, उज्यालो नेपाल पार्टीबाट पाउँछ भने पक्कै पनि तपाईँको जित सुनिश्चित गर्छौँ भनेर नेपाली जनताले प्रतिबद्धता पनि गरिराखेका छन्। तर धेरै ठाउँमा अब कुलमान भनेको भन्ने पनि छन् त्यहाँ मान्छेहरू। यस्तो छ, त्यो कुलमान को हो भन्ने कुराहरू त्यो गलत कुरा हो। किनभने नेपाली जनताले मात्र होइन, उहाँलाई नेपाली जनताले सबैले कुलमान घिसिङ भन्ने, जसले बिजुली 18 घन्टा लोड सेडिङको अन्त्य गर्यो, जसका घरमा खाना खाने बेला लाइट जान्थ्यो, पढ्ने बेला लाइट जान्थ्यो, कतिपय मान्छे त्यो लाइट काटेर नेपाल सरकारले 18 घन्टा जसरी लोड सेडिङ गरेको थियो, त्यो लाइट काटेर कतिपय मान्छे सापले काटेर मरे, कतिपय मान्छेहरूका खुट्टा टुटे, कतिपय मान्छेहरू दुर्घटनामा परे त्यही लाइटले गर्दाखेरि। भनेपछि कुलमान घिसिङलाई बुझ्नुपर्ने कुरा के हो भने सबैको भविष्यमा उज्यालो नै ल्याउनु भयो कुलमान घिसिङले। आज 15 दिनमा 101 काम गरेर देखाउने व्यक्ति भनेको नेपालमा पहिलो व्यक्ति हुनुपर्छ मन्त्री मध्येमा हैन। यो सामान्य कुरा होइन। यो चुनावी एउटा सरकार बन्दै गर्दाखेरि उहाँले काम गरेर देखाउनु भयो हेर्नुहोस्। यहाँभन्दा ठुलो के हुनसक्छ? कुलमान भनेपछि आफैमा ब्रान्ड हो, कुलमान भनेपछि आफैमा दर्शन हो, कुलमान भनेपछि आफैमा एउटा संस्कार हो, सुशासन हो, समावेशी हो, समृद्धि हो कुलमान भनेपछि। कुलमानलाई विरोध गर्ने कुनै ठाउँै छैन, आधारै छैन। त्यसकारण तपाईँहरू ढुक्क हुनुहुन्छ, हामी पार्टी जित्छ। कन्फिडेन्ट छौँ। नेपालका बहुसङ्ख्यक, नेपालमा जो उत्पीडनमा हुनुहुन्छ, जुनसुकै समुदायको लिडरसिप गर्ने र नेतृत्व गर्ने एउटा मात्र पार्टी हो उज्यालो नेपाल पार्टी। एउटा मात्र नेता हुनसक्छ कुलमान घिसिङ। त्यसकारण नेपाली जनताले र सुदूरपश्चिम जनताले कुलमान घिसिङको उम्मेदवारलाई बिजुली सहितको चिममा, उज्यालो नेपाल पार्टीको बिजुली सहितको चिममा भोट हालेर अत्याधिक बहुमतले जिताएर सांसदमा नेपाली जनताको भविष्य र सुदूरपश्चिमका जनताहरूको भविष्य र भाग्य रेखा लेख्नको निमित्त पनि उहाँहरूले यो चुनाव उम्मेदवारहरूलाई जिताउनु हुनेछ। झापा 5मा बालेन शाहले हार्छन्, घन्टीले हार्छ। यो क्लियर कुरा हो हेर्नुहोस्। उहाँले जति रिसर्च गर्न लगाए पनि, जति जे गर्न लगाए पनि बालेन शाहले हार्नुहुन्छ। कुनै यसमा दोहोऱ्याइ छैन। के आधारमा भन्दै हुनुहुन्छ? बालेन शाहले लामो समय त्यहाँ अध्ययन गरे, अनुसन्धान गरे, त्यस पछाडि मात्रै आफ्नो जित्ने प्रबल सम्भावना देखेर त्यहाँ गएको भनिएको छ। अब यस्तो छ, कसरी हार्नुहुन्छ भने कि काठमाडौँका जनताहरूको लागि मात्र काठमाडौँ थियो त? बालेन शाह यदि राजनीतिकै मान्छे हो भने बिचरा बाहिरबाट आएका सुदूरपश्चिम जुम्ला, उम्ला, झापा, मुगु, रोल्पा, रुकुमबाट आएका मान्छेहरू काठमाडौँमा कोही मकै बेचेर जिन्दगी गुजारा चल्थे, कसका गाँस चल्थे साँझ बिहान, उनीहरूका कतिका ठेला, कतिका रेडाहरू लिएर उहाँहरूले त्यसलाई ध्वस्त गरिदिनु भयो। मान्छेको मुखको गाँस छिन्दिनु भएको छ बालेन शाहले। यो बिर्सेन नेपाली जनताले। कतिपयका सम्पत्तिहरूलाई तहस नहस गर्नुभएको छ उहाँले। गरिबहरू हो, धनीहरूको लागि गर्नु। उहाँले जति काठमाडौँको नेपालको सम्पत्तिमाथि जसरी तपाईँको कुसंस्कार, कुनीति गरेको छ, त्यो ध्वस्त गरेको छ, त्यो सम्पत्तिलाई पूर्ण निर्माण गर्नको लागि त त्योभन्दा धेरै खर्च होला नि त। त्यो त स्वाभाविक होइन र विकास गर्दाखेरि विनाश त हुन्छ नि। विनाश चाहिने कुरा जति गर्नु पर्यो क्या, त्यो नचाहिने हिसाबले गाँजा तानेको भरमा चाहिने भन्दा बढी त हो नि त्यो। बालेन शाहले म त सर्वश्रेष्ठ नै भइहाले भन्ने कुराहरू बालेन शाह लेखेर दिनु होला। 101% बालेन शाह जित्दैनन्। केपी ओली जित्छन् झापा 5मा। केपी ओली भन्दा पनि अरू त्यहाँका मूल निवासीहरू जित्छन् नि। केपी ओलीको त मलाई ठ्याक्क तपाईँको यसले जित्छ उसले जित्छ भने बालेन शाह र केपी ओली बिचमा केपी ओलीको के हुन्छ मलाई ठ्याक्क थाहा छैन, तर बालेन शाह हार्नुहुन्छ। तपाईँको पार्टीको उपस्थिति चाहिँ के रहला त्यहाँ? तपाईँको उम्मेदवार रहन्छ कि रहँदैन? रहन्छ। हाम्रो उज्यालो नेपाल पार्टीको झापा 5मा छ नि उम्मेदवार, प्रत्यक्ष छ।
हाम्रो उम्मेदवारले त्यहाँ त स्वतः जित्छ। त्यहाँ झापा कति भन्नुभयो 6 झापा 5 5मा 5बाट प्रत्यक्ष रूपमा जित्छ हाम्रो उम्मेदवारले। त्यहाँ शङ्कै छैन। केपी ओली बालेन शाहलाई पराजित गर्न सक्छ तपाईँको उम्मेदवार? त्यो यसो हो कि केपी ओलीले हिजो के गर्यो त्यो फरक कुरा हो। बालेन शाहले के अहिले बालेन शाह लुसिफर भन्छ, ऊ त तपाईँको कन्टिन्यू तालमै हुन्छ। ऊ त उसले त कन्टिन्यू त्यो गाँजा र तपाईँको त्यो अल्कोहल बिना उसको जिन्दगी चल्नै सक्दैन बालेन शाहको। यस्तो आरोप नलगाउनुहोस् न त भाइ। सत्य कुरा त्यही छ त। यो आरोपको लागि आरोप मात्रै भयो कि अप्रमाणित कुरा भएन यो। अप्रमाणित मात्रै बाबा तपाईँको प्रश्नमा फोटो हेर्नु न, उहाँको त्यो कार्यालयमा धेरै पै मान्छेले भन्छ त उहाँ त्यो राष्ट्रपतिको कार्यालयमा बिचरा आज फोटो भाइरल भएको छ, मान्छेले यताउताबाट समातेर उभिएको छ नि यार मान्छेलाई। अब त्यो प्रमाण नगरी कि त उहाँ प्रेसरको बिरामी हो भन्नु पऱ्यो, उहाँलाई अट्याक आएको भन्नु पऱ्यो, या सुगर छ भन्नु पऱ्यो, उहाँको या कुनै अब त्यो न्युरोको रोग छ भन्नु पऱ्यो, नसा रोग छ भन्नु पऱ्यो, होइन र? अब त्यो 2 जना 4 जना लागेर यताउति समातेपछि कसरी हुन्छ भने त्यो बैशाखी दिएर उहाँले हिँड्नुहुन्छ। अनि कसरी जित्ने आधार हुन्छ भने केपी ओली पनि कसरी जित्छ, उहाँले पनि कसरी केपी ओलीले झन् तपाईँको आज सबैभन्दा ठुलो देशको अपराधी नै भनेर केपी ओलीलाई भन्छन् भने केपीको जित्ने आधारै छैन क्या।